बुकमा हेर्दा डिफ्रेन्ट वेमा हुन्छ, मेरो हेर्दा डिफ्रेन्ट वेमा हुन्छ। मेरो फोकस गर्नु सिम्पली ट्रिकी वेमा म गइरहेको छु। यसलाई हेर्न सक्छु फर्स्ट ल के छ, फर्स्ट ल केही छैन। पहिला यसको हेर्न सक्छु अर्को नेम यसलाई के भन्छ, जङ्सन ल। अझै करेन्ट ल, नाममा नै स्पष्ट छ करेन्ट ल, बुझ्न सक्नु करेन्ट ल भन्यो। अनि किन भनेको होला, किनकि यो फर्स्ट लमा हामी के हेर्छौँ, समेसन आई इक्वल्स टु 0 हुन्छ। करेन्टको कुरा गर्यो अनि त्यसको लागि नै यसलाई करेन्ट ल भन्यो। जङ्सनको कुरा हुन्छ त्यसको लागि यसलाई जङ्सन ल भन्यो। यो इम्पोर्टेन्ट कुरा हो, एमसीक्यूमा सोध्छ। यो स्टेट के गर्छ, द अल्जेब्रिक सम of all the current at the junction should be 0। के छ, समेसन आई इज इक्वल्स टु 0। यही छ यसको किर्चफ फर्स्ट ल। किर्चफ फर्स्ट ल के स्टेट गर्छ, द अल्जेब्रिक सम अफ अल द करेन्ट एट द जङ्सन शुड बी 0। अझै के छ, यति कुरा बुझ्दा नि स्टेटमेन्ट भयो। तर हामीलाई के इम्पोर्टेन्ट छ, न्युमेरिकल स्टेटमेन्ट पनि जरुरी छ, तर बढी न्युमेरिकल इम्पोर्टेन्ट छ। यसको स्टेटमेन्ट जानेर त न्युमेरिकल भन्नु होला छैन। ल हेरौँ, यो कुरा के भयो, स्टेटमेन्ट पढेर त बुझे त नहोला। जङ्सन मतलब के भयो, एउटा पोइन्ट, गाडीको जङ्सन हुन्छ के हुन्छ, चारैतर्फबाट गाडी आएर एउटा बीच सेन्टरमा उभिन्छ अनि त्यो पोइन्टलाई के हुन्छ, जङ्सन भनिन्छ। अब अर्को जङ्सनमा बुझिहाल्नु, यो जङ्सन पठाएको हो। I1 भयो, I2 भयो, I3 भयो, I4 भयो, I5 भयो, I6 भयो। 6वटा योमा करेन्ट आइरहेछ एउटा पोइन्टबाट अनि एउटा पोइन्टबाट गइरहेछ। के छ, के गर्ने, जङ्सनको टुवार्ड के गइरहेछ, कुन कुन करेन्ट, त्यसलाई प्लस गर्ने। माइनस के गर्ने, जङ्सनको अवे के कुन कुन करेन्ट गइरहेछ। अनि यहीलाई यो छ, समेसन आई इक्वल्स टु 0। कतै यो हेर्न सक्छु, मेरो सिम्पल फन्डा छ, यति नहेर्नु, केही नहेर्नु, मेरो एउटा सिम्पल फन्डा। त्यो फन्डा के हो, जुन जङ्सनतिर गइरहेछ त्यसलाई एकपट्टि हाल्ने अनि के हेर्न सक्छु, I1 प्लस I2 प्लस I3। जुन अर्कोपट्टि गइरहेछ जङ्सनबाट दूर गइरहेछ त्यसलाई एकपट्टि हाल्ने, I6 प्लस I5 प्लस I4। केही नहेर्ने, एउटै फन्डा हो। टुवार्ड जानेलाई एउटा साइड हाल्ने, इक्वल टु अवे जानेलाई एउटा साइड हाल्ने, सिम्पल फन्डा। यो फन्डा याद गर्दा सबै न्युमेरिकल बनिन्छ। अनि फर्स्ट ल, कुनै पनि 4 मार्कको न्युमेरिकल सोध्दा फर्स्ट ल सबभन्दा पहिला लगाउनु पर्छ। यति कुरा त याद नै राखिहाल्नु भइसक्यो। यति कुरा याद मात्र गरौँ, फर्स्ट लमा यति नै इम्पोर्टेन्ट छ। एउटा यो थियो इम्पोर्टेन्ट, अनि एउटा स्टेटमेन्ट, अनि यो पनि इम्पोर्टेन्ट हो। इम्पोर्टेन्ट टपिक हो क्लास 12 को लागि, किर्चफ ल। सेकेन्डमा के छ, सेकेन्ड ल। यसलाई के भन्छ,
अब हजुरहरु त आफै पनि स्टेटमेन्ट लेख्न सक्छु। करेन्ट ल थियो त्यो यसलाई भोल्टेज ल। अझै के भन्न सक्छ लूप ल भोल्टेज ल लूप ल अनि सेकेन्ड ल किर्चफ सेकेन्ड ल। म्याक्सिमम केसमा किर्चफ भोल्टेज लले यसलाई डोनेट गर्छ। अनि यसको स्टेटमेन्ट हजुरहरु अब आफै लेख्नु होला। केही छैन समेसन of resistance is equal to summation of product of V or I। प्रोडक्ट ऑफ V मतलब वोल्टेज और करंट इज इक्वल टू समेसन अफ रेजिस्टेंस। यो नै यो सेकेन्ड लले स्टेटमेन्ट गर्छ। अब केही छैन यो एक्सपेरिमेन्ट हजुरहरु आफै पनि लेख्न सक्छ। यसको हामी के लेख्छौं न्यूमेरिकल पोइन्ट के छ क्वेशन कसरी आउँछ हेरौँ। सेकेन्ड ल भयो केही हैन भयो यति कुरा जान्दा फर्स्ट ल सेकेन्ड ल भयो। सेकेन्ड लमा केही छैन भोल्टेजको कुरा गर्छ लूपको चाहिँ जहिले पनि लूपको कुरा गरे जस्तो एउटा यस्तो छ। R1 भयो R2 R3 I1 I2 I3 केही छैन। एउटा लूपको सिक्दा नि हजुरले कुनै लूपको बनाउन सक्छ। जस्तो म यसलाई नै लिएर त म के लेख्छु इन लूप ABCD के लिए म लूप ABCD एउटा फन्डा याद राख्नु मात्र। अगर म लूप लिए ABCD अनि म पनि ABCD को डाइरेक्सनमा जान्छु अनि मेरो डाइरेक्सनमा करेन्ट पनि फ्लो भइरहेछ भने करेन्टलाई पोजिटिभ लिनु के गर्ने अनि यो समथिङ 2 हाल्ने ल 2 हाल्ने 2 छ यो 2 हो 2 के गर्ने यहाँ I1 into R1 फर्स्ट यसलाई नहेर्नु ABCD हामी गइरहेको छु C to D तर करेन्ट यतापटि आयो अनि यहाँ माइनस भएछ माइनस I2 R2 इक्वल्स हेर्नु लूपमा करेन्ट को प्रोडक्ट लिँदा के हेर्ने लूपको डाइरेक्सनमा करेन्टको डाइरेक्सन पनि जाँदा पोजिटिभ लिने। त्यसरी नै हामीले यो I1 into R1 तर हामी C to D गइरहेको छौं तर यो लूपमा करेन्टको डाइरेक्सन यतापटि गइरहेछ हाम्रो अपोजिटमा सो यहाँ नेगेटिभ साइन लियो और I2 into R2 इक्वल्स टु अब यतापटि जाँदा हामी के गर्यौं ठुलोबाट सानोमा गयौं अनि केही हैन यतापटि लेख्दा -2 लेखिहाल्ने। अगर -2 प्लस जाँदा अगर यता +4 छ अनि यहाँ +4 तो केही हैन I1 R1 minus I2 R2 इक्वल्स टु 2 यो इक्वेसन फर्स्ट भयो। अगर यहीमा केही जस्तो I1 को भ्यालु दिएको हुन्थ्यो R1 को भ्यालु दिएको यस्तै गरे तीनवटा लूपको तीनटी इक्वेसन निस्काउने तीनटीको सल्भ गर्दा हामी आन्सर पाउन सक्छौं। अनि यो यही मात्र फर्मुला फन्डा युज गर्दा हामी 4 मार्क इजिली पाउन सक्छौं। यति मात्र हामीलाई युज गर्नु छ किर्चफ लमा। अनि किर्चफ